के तपाईलाई थाहा छ कि जिन्दगीको हरेक परिस्थितिमा, जिन्दगीको हरेक कदममा जब तपाईँ वृद्धि हुँदै जाँदाखेरि तपाईँ र मेरो जीवनमा एक किसिमको बाधाको जसले हामीले सामना गरिराखेका छौँ, जुन सामना आज संसारको सबै मानिसहरूले सामना गरिराखेको छ। जब तपाईँ एउटा परिस्थितिबाट अर्को परिस्थितिमा जाँदै गर्दाखेरि, जब तपाईँ र म चाहिँ एउटा स्तरबाट अर्को स्तरमा जाँदाखेरि तपाईँ र मेरो जीवनमा शैतानले गर्ने आक्रमण चाहिँ सबैभन्दा पहिलो आक्रमण चाहिँ डर हो। डर चाहिँ सबैभन्दा डरलाग्दो र घातक हतियार हो। अनि यो हतियार चाहिँ शैतानले प्रयोग गर्छ। प्रिय, किनभनेदेखि चाहिँ तपाईँ र म चाहिँ त्यो सफलतामा पुग्नबाट रोक्नको लागि शैतानले सबैभन्दा पहिलो डरबाट आक्रमण गर्दछ। अनि हामी जे कुरामा हामी डराउँछौँ, जे कुराको लागि हाम्रो जीवनमा डर हुन्छ, त्यही नै हाम्रो भविष्य हुन आउँछ। अनि यसरी चाहिँ हाम्रो जीवनमा भएको सफलताहरू, हामीले पाउन लागेको त्यो सफलताहरू चाहिँ त्यसरी नै शैतानले हाम्रो जीवनबाट खोसेर लाँदछ। त्यसकारण प्रिय हो, अनि यसुले हामीलाई कहिले पनि डरको आत्मा दिनुभएको छैन, तर उहाँले हामीलाई प्रेम, आत्मस्वयंको आत्मा र धैर्यको आत्मा दिनुभएको छ। यसकारण यदि हाम्रो जीवनमा कुनै किसिमको डर र त्रास हाम्रो जीवनमा छ भने हामीले निश्चय नै हामीले प्रार्थनामा जानुपर्दछ र हामीले त्यो डर चाहिँ हाम्रो प्रभुको हातमा हामीले सुम्पिनु पर्दछ। त्यो डर चाहिँ यस्तो खालको हतियार हो जसले चाहिँ तपाईँ र मेरो भविष्यलाई चाहिँ त्यसले नष्ट गर्ने गर्दछ। जुन कुरामा हामी नहोस् भनेर हामी डराउँछौँ त्यही नै हुन आउँदछ। किनभनेदेखि चाहिँ त्यो डरको कारणले गर्दाखेरि, डर चाहिँ एउटा आत्मा हो। त्यस कारणले गर्दाखेरि यसले चाहिँ हामीलाई जहिले पनि असफलताको बाटोमा डराउने गर्दछ। त्यस कारणले गर्दा यदि तपाईँ र म विजय हुन चाहन्छौँ भने, यदि तपाईँ र म एउटा खुड्किलाबाट अर्को खुड्किलामा जान चाहन्छौँ भने सबैभन्दा पहिला हामीले डरलाई हामीले जित्नु पर्दछ। त्यो डर हाम्रो जीवनमा शैतानले ल्याउँछ, त्यो गरिबीको डर हाम्रो जीवनमा ल्याउँछ। अनि त्यो यस्तो किसिमको असफलताको डर हाम्रो जीवनमा शैतानले गाडिदिन्छ। अनि हामीलाई धेरै किसिमको डरहरू हुन्छ। अनि जुन डरले गर्दाखेरि चाहिँ तपाईँ र मलाई चाहिँ आफ्नो आत्मिक र आफ्नो जीवनमा भएको कुनै पनि कामहरूलाई वृद्धि गर्नको लागि बाधा दिइराखेको हुन्छ। प्रिय, यदि तपाईँ र म चाहिँ बारम्बार फेल भइराखेको छु, यदि तपाईँ र म बारम्बार कुनै पनि कुरामा हामी फेल भइराखेको छ भने चाहिँ हामीले जान्नु पर्दछ कि त्यसको पछाडि चाहिँ डरको आत्माले चाहिँ काम गरिराखेको हुन्छ। त्यसकारण प्रिय, म यो तपाईँहरूलाई यो विशेष यो सन्देश दिन चाहन्छु कि आजको मण्डली चाहिँ हामीले चाहिँ विश्वासमा जिउनु पर्दछ। किनभने त्यो विश्वास चाहिँ हाम्रो येशूको प्रेम हो, कि त्यो प्रेमले चाहिँ त्यो डरलाई हटाउँदछ। त्यस कारणले गर्दाखेरि चाहिँ यदि हामीले त्यो डरलाई हाम्रो जीवनबाट हटाउन सक्यौँ भने, यदि हामीले त्यो डरमाथि विजय हुन सक्यौँ भने चाहिँ त्यो डर चाहिँ हाम्रो जीवनबाट अनि सदाको लागि हामी त्यसलाई जित्नेछौँ। त्यसकारण प्रिय, सबैभन्दा पहिले हामीले डरलाई काबुमा राख्नुपर्छ। किनभने त्यो डर धेरै किसिमको डर हुन्छ प्रिय। कसैलाई बोल्नको डर, कसैलाई फाइनेन्सेसको डर, अनि कसैलाई विभिन्न किसिमको डरहरू हुनसक्छ। अनि फेलियर्सको डर हुनसक्छ, मान्छेले के सोच्दछ भन्नेको डर हुनसक्छ। अनि हाम्रो जीवनमा अनेक किसिमको चुनौतीहरू थपिँदै जाँदाखेरि यो डरले चाहिँ हाम्रो जीवनमा बेसी समस्या ल्याउने गर्दछ। अनि यो डर नै हाम्रो असफलताको जरा हो। प्रिय, यदि हाम्रो कुनै पनि कामहरू गर्न चाहँदैछ भने, यदि तपाईँ र ममा चाहिँ जहिले पनि आर्थिक छैन भन्ने डर हाम्रो जीवनमा रहन्छ भने त्यो डरले चाहिँ हामीलाई जहिले पनि त्यो कुराहरू गर्नलाई असफलता दिँदछ। त्यस कारणले गर्दाखेरि प्रिय, यो डर चाहिँ शैतानबाट आउँदछ। त्यो डरले गर्दाखेरि चाहिँ तपाईँ र म कुनै पनि कुराहरू गर्नदेखि, त्यो विश्वास गर्नदेखि, त्यो महिमाको कुराहरू गर्नदेखि चाहिँ हामी डराउँछौँ। त्यस कारणले गर्दाखेरि चाहिँ म यो साथ दिन चाहन्छु, हामी चाहिँ डराउनु हुँदैन। हामीले चाहिँ येशूको प्रेममा चाहिँ सबै विजय हामीले पाइसकेका छौँ र त्यो विजयमा हामी हिँड्नु पर्दछ। आमेन।